दावा एमसी 420 मोडलमा हामीले प्ले स्टोर कसरी इनेबल गर्ने भनेर प्रोसिडियर देखाउन गइरहेछौँ। सुरुमा मोरमा जानु होला। मोरमा गइसकेपछि हजुर सेटिङमा जानु होला। सेटिङमा गइसकेपछि हजुरले अबाउट जानु होला। अबाउटमा गइसकेपछि यहाँ सेक्युरिटी बेसलाइन भर्जन छ, यसमा 8 चोटि क्लिक गर्नु होला। 1 2 3 4 5 6 7 8 8 चोटि इन्टर पासवर्ड आउँछ। इन्टर पासवर्ड आइसकेपछि हजुरले यसमा पासवर्ड हाल्नुपर्ने हुन्छ, जुन चाहिँ हामीले हजुरहरूलाई प्रोभाइड गर्छौँ। अब यसमा पासवर्ड हाल्ने स्मल डी क्यापिटल जेड, स्मल डी क्यापिटल जी, क्यापिटल जेड, क्यापिटल एस 1129 यसको पासवर्ड यो हो। र हजुरले ओके गरिदिनु भयो भने हाम्रो इन्स्टल गुगल प्ले भनेर आउँछ। इन्स्टल गुगल प्ले आइसकेपछि तल ड्यासबोर्डमा चाहिँ इन्फर्मेसन आउँछ। गुगल प्ले इन्स्टल सक्सेस भयो। अब हामीले चेक गर्न सकिन्छ। होममा गएर मोरमा जानु होला र हाम्रो प्ले स्टोर आइसकेको छ।